हेलो साथीहरु सुरुमा त हामी सरी भन्न चाहन्छौँ किनभने हामीले 2 दिन भिडियो पोस्ट गर्न सकेनौं र आज चाहिँ हामी 100 रुपैयाँ लिएर जानेछौँ र जे आउँछ त्यही सामानहरु चाहिँ ल्याएर हामी एक्सचेन्ज गर्ने 100 रुपैयाँको के आउँछ भनेर हामी हजुरहरुलाई देखाउने छौं। भिडियो अन्तिमसम्म हेर्दिनु होला। हामी दुई जना मिलेर चाहिँ सामान किन्न जाँदै छौं। हामीसँग चाहिँ साधन एउटै भएकोले गर्दाखेरि हामी सँगै जाँदै छौं साथीहरु। तर हामी बेग्ला-बेग्लै पसलतिर गयौं। मेरो साथमा चाहिँ छोरी पनि छिन्। हामीले चाहिँ सामान लिएर आइसकेका छौं र अब हामी चाहिँ एक्सचेन्ज गर्दै छौं। हामीले 100 रुपैयाँमा के ल्यायौं त हामी हजुरहरुलाई देखाउने छौं। बिस्कुट, मेरो पनि बिस्कुट बिस्कुट 10 रुपैयाँ। बिस्कुट मन नपर्ने मान्छेलाई मैले बिस्कुट ल्याइदिएको है। यो चाहिँ त्यसपछि निकाल 3 2 1 गो। ललिपप भाइरल बिस्कुट चाहिँ यो चाहिँ ललिपप वाउ भयो। ललिपप मेरो हाजमोला फेरि निकाल न जुस चोको पनि फेरि यस्तो सुन्न जोडी कता गयो। 5 रुपैयाँको 100 रुपैयाँको कुरो छ अनि 5 रुपैयाँ चोकोफोन इमली चकलेट मेरो चाहिँ स्याम्पू पल्स यो चाहिँ कस्तो हुन्छ यो मिठो हुन्छ थुक्पा जस्तो हुन्छ। मैले चाहिँ खाएको छुइनँ फेरि निकाल लबर यो चाहिँ स्याम्पू निकाल न चिम्टी टीका 10 रुपैयाँ मेरो सक्यो है। मैले चाहिँ 5 को ल्याएँ नि त धेरै। भाँडा धुने साबुन ओ माय गॉड सकिराखेको थियो भन्नु अरे। अनि तिम्रो सानो छोरी लागि हुन्छ तिमीले बान्दैनौ। भोलि यसले रबरले 2 चुल्टी पनि बाट्नुपर्छ। सुन्यौ नि मैले दिएको लरले 2 चुल्टी बाट्नु। भोलि हामी 2 चुल्टी बाट्ने च्यालेन्ज भयो हाम्रो। भोलि हामी चाहिँ केही खानेकुरा खाएर चाहिँ हामी 2 चुल्टी बाटेर गर्ने। ल रबर अनि चुइगम पनि ल एउटा जोडी चुइगम नै कहाँ परो अघि चक्लेटमा गयो कि क्या 2 रुपैयाँको त ल्याउनु चक्लेटमा गएछ चुइगम यहाँ छ नि त त्यो चक्लेटको चाहिँ यहाँ जोडी यहाँ रहेछ। अनि उसले चाहिँ कपडा सिलाउँछ त्यही भएर उसको लागि विशेष स्पेशल मैले धागो ल्याइदिएको छु। धागो ल सक्यो हाम्रो चाहिँ 100 रुपैयाँको। हाम्रो 100 रुपैयाँको सामान चाहिँ यति नै। हामीले यति नै ल्याउन सक्यौँ 100 रुपैयाँमा चाहिँ। हाम्रो भिडियो कस्तो लाग्यो भनेर कमेन्टमा भनिदिनु होला र आगामी भिडियो कस्तो ल्याउनु भनेर पनि कमेन्ट गरिदिनु होला। साथसाथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ओके बाइ बाइ।